एफसी घट्यो घटै छ। आज बढ्ला छैन, भोलि बढ्ला छैन। भएको स्टक पनि सबै घाटामा छन्। न स्टप लस गर्न सकिएको छ, न नयाँ थप्न सकिएको छ। एउटामा हल्का प्रफिट भला जस्तो हुन्छ, फेरि अर्कोबाट घाटाबाट गइहाल्छ। यस्तो बेलामा के गर्ने त? हामीले कसरी आफ्नो स्ट्रेस म्यानेज गर्ने, कसरी आफ्नो पोर्टफोलियो म्यानेज गर्ने र कसरी नयाँ बुलको अथवा नयाँ स्विङको लागि चाहिँ स्टकहरू आफ्नो वाच लिस्टमा राख्ने, कसरी यो यस्तो अवस्थामा चाहिँ आफ्नो रणनीति बनाउन सकिन्छ भन्ने कुरा आज हामी सरसर्ती चर्चा गरौँ। मैले आफ्नो पास्ट एक्सपिरियन्सको आधारमा हजुरहरूलाई भन्न जाँदैछु। जब यो यसरी बजार घट्छ अथवा यसरी साइडवेज बसिरहन्छ, न बजारको बारेमा हेर्न मन लाग्छ, न बोल्न मन लाग्छ, न यो बारेमा कुरा गर्न मन लाग्छ, होइन? हामी यो बजारबाट तनाव दिएपछि घर परिवारदेखि नि रिस उठ्ने, बच्चाहरूलाईदेखि नि रिस उठ्ने, कसैले केही भने पनि एकदम मुडै खराब हुने, होइन? एकदमै नराम्रो अवस्थाबाट गुजिरहेको हुन्छौँ हामी नेप्सेको लगानीकर्ताहरू चाहिँ। कुरा गर्छौँ हामीले स्ट्रेस म्यानेज कसरी गर्ने, आफ्नो माइन्डलाई चाहिँ कसरी स्ट्रङ बनाउने यस्तो बेला भन्ने कुरा गरौँ। जस्तो ज्ञान भए जति एक्सपिरियन्स भए पनि हामीले घाटामा सेयर बेच्न सकिरहेको हुँदैनौँ। किनभने हामीले देखेका छौँ कि धेरै घाटा भएको स्टकहरू पनि हाम्रो वान वे मार्केट भएको कारणले चाहिँ केही समयपछि बढेकै छ। त्यस कारणले हामीले सकेसम्म होल्डै गर्छौँ, पछि बढिहाल्छ नि त भनेर वेट गर्छौँ र पछि बढेर बेचेको पनि धेरै उदाहरणहरू छ। त्यस कारणले हामीले स्टक गर्न सकिरहेका छैनौँ, प्रायः जसो गर्दैनौँ पनि, होइन? नेपाली इन्भेस्टरहरूको त्यस्तो छ। त्यो अवस्थामा के गर्ने भन्दाखेरि हामीले दिनरात बिहानै उठ्ने बित्तिकै पोर्टफोलियो हेर्ने, राति सुत्ने बेला नि हेर्ने, होइन? दिनरात त्यो मार्केट हेरेको हेरे गर्ने, मार्केट हेरेको हेरे गर्दाखेरि चाहिँ हामीलाई एकदम झन् स्ट्रेस हुन्छ क्या पोर्टफोलियो हेर्दा हेर्दै गर्दाखेरि चाहिँ। त्यसलाई अलिक कम गर्ने, बजार हेर्ने तर त्यस्तो कन्टिन्यू यो साइड बेलामा चाहिँ एकदम स्ट्रेस लिएर कन्टिन्यू बजार हेरेको हेरे नगर्ने। र अर्को कुरा, यो तपाईँ मेरो कारणले घटेको भनेर चाहिँ कहिले पनि नसोच्नु होला क्या। हामी आफैलाई दोष दिन्छौँ, मैले मेरो कारणले पोर्टफोलियो मैले यसो गराए हुन्थ्यो, उसो गराए हुन्थ्यो, यो नकिने भए हुन्थ्यो, यो बेला बेचा भए हुन्थ्यो भनेर त्यसरी स्ट्रेस नलिने। र अर्को कुरा, हामीले जुन स्टक्स मैले यस्तो नराम्रो स्टक सेलेक्सन गरेँ भनेर होइन। यो बजारले नै तपाईँ हाम्रो आफ्नो हातमा हुँदैन। बजार घटेपछि सबैको घट्यो, त्यो नै बुझौँ। सबैलाई घाटा छ, नेप्सेमा लगानी गर्ने सबै लगानीकर्ताहरूलाई घाटा छ, त्यो पहिला बुझौँ हामी। मेरो आफ्नो कारणले, मेरो व्यक्तिगत कारणले मात्रै घटेको होइन भनेर पहिला बुझौँ। हामीले 1 लाखबाट 5 लाख कमायौँ, ल त्यो 5 लाख अहिले लगानी छ भने मेरो लगानी सबै 5 लाख हो, त्यसबाट घाटा भयो भनेर त्यसो नसोच। र बजार भनेको हामीले सबैले बुझेको कुरा हुन्छ कि यो एकदम जोखिमको चाहिँ क्षेत्र हो, होइन? बजारले सबैलाई नाफा दिँदैन, त्यो पनि हजुरहरूलाई सबैलाई थाहा भएको कुरा। तर हामीले मनलाई चाहिँ कहिले पनि यो नभनौँ कि मेरो कारणले चाहिँ यस्तो भयो भनेर त्यो नदिउँ, त्यसैले दिमागले सोचौँ। र अर्को कुरा, स्ट्रेस कसरी कम गर्ने भन्दाखेरि हामी बाई पोजिसन छौँ, हामी होल्ड गरिरहेको छौँ कुनै कम्पनी भने त्यसको बारेमा गुड न्युज मात्रै खोजिरहेको हुन्छौँ कि कुनै कम्पनी मैले किनेँ भने त्यो त्यसको सेक्टरको राम्रो न्युज आओस्, राम्रो कुरा होस्, अब अर्थमन्त्रीले राम्रो भनिदियोस् अथवा समग्र बजारमा नयाँ राम्रो न्युज आओस् भनेर न्युज मात्रै खोजिरहेको हुन्छौँ, अथवा राम्रो बोलिदिने मान्छे खोजिरहेको हुन्छ त्यो स्टकको बारेमा। तर यो साइडवेजमा चाहिँ कसैले नराम्रो भनिदियो भने चाहिँ त्यही तनाव हुन्छ क्या। जसले जे भने पनि, जे बोले पनि आखिरमा बजार नबढेसम्म चाहिँ त्यो पोजिटिभिटी कसरी नै आउँदैन क्या। त्यस कारणले तपाईँले आफैले सोच्नु पर्यो कि मनदेखि नै यो व्यक्तिगत मेरो गल्ती भन्दा पनि यो बजारले नै यस्तो गरेको भनेर पहिला हजुरले बुझ्नु पर्यो। र अर्को कुरा हुन्छ हाम्रो पोर्टफोलियो म्यानेजमेन्ट भनौँ, अथवा पोर्टफोलियो अथवा हाम्रो मनी कसरी म्यानेज गर्ने भन्ने कुरामा जाउँ। र तपाईँले अहिले होल्ड गरिरहनु भएको स्टक हेर्नुहोस्, तपाईँको पोर्टफोलियो हेर्नुहोस् एकचोटि, होइन? तपाईँ सक्नुहुन्छ भने थोरै पनि प्रोफिटमा छ अथवा ब्रेक इभनमा मात्रै छ भने पनि यो बजार घटिरहेको बेलामा चाहिँ थोरै मात्रै क्यासमा बस्यो भने पनि हामीलाई चाहिँ थोरै रिलिफ हुन्छ, होइन? त्यो नयाँ फर्दर नयाँ बाइकको लागि पनि राम्रो हुन्छ। र अर्को, हामीले घाटामा छ, स्टप लस गर्न सकिरहेका छैनौँ भने चाहिँ के गर्न सकिन्छ भने तपाईँको पोर्टफोलियो हेर्नुहोस्, पोर्टफोलियोमा कतिवटा कम्पनी छ त्यो हेर्नुहोस्, र त्यो कम्पनी घट्नुको कारण पनि हेर्नुहोस्। तपाईँ कतिवटा कम्पनीहरू चाहिँ 50% 60%सम्म घटेको छन्, तिनीहरू चाहिँ म्यासिभ जुन प्रमोटरहरूको सेलिङको कारणले घटेका छन्, कुनै कुनै फाइनेन्सियल एकदम नराम्रो भएर घटेको छन्, होइन? त्यो के कारणले घटेको छ, यसको बढ्ने चान्स कतिको छ त्यो पनि हेर्नुहोस्। तपाईँको उसको प्रमोटरहरूले एकदम सेलिङ दिएको भएर एकदम घटिरहेको छ, अदर सेलिङ आइरहेको छ, होइन? बढ्ने अहिले एकदम ऊ छैन भने त्यस्तो कम्पनीहरूलाई सकेसम्म बढ्दाखेरि बेच्ने कोसिस गर्नुहोस्। त्यो चाहिँ तपाईँले अर्को स्विङमा पनि बढ्ने चान्स एकदम कम छ त्यस्तो कम्पनीहरू। अर्को जुन फाइनेन्सियल रिपोर्टहरू हेर्नुहोस्, फाइनेन्सियल रिपोर्टमा एकदम नराम्रो छ, कुनै हाइड्रोपावरहरूको बाढीहरूले क्षति भएको छ, कुनै म्यानुफ्याक्चरिङ कम्पनीहरूको चाहिँ कुनै कुनै कारणले
प्रोडक्सनहरू रोकिएको छ होइन, उसको फाइनेन्सियल रिपोर्ट नै एकदम खराब छ, ब्याङ्कहरूको एकदम खराब खर्च एकदम बढेर यो वर्ष डिभिडेन्ड दिने आशै छैन, त्यो त्यस्तो कम्पनीहरूको चाहिँ तपाईँहरूले सकेसम्म घटाउने कोसिस गर्नुहोस्। र पोर्टफोलियोलाई चाहिँ धेरैवटा कम्पनी भन्दा पनि 5-6वटा जतिमा बनाउनुहोस्। त्यो चाहिँ पछि हामी अर्को टपिकमा कुरा गर्छौँ। पहिला हामीले भएको पोर्टफोलियोलाई चाहिँ कसरी म्यानेज गर्ने भन्ने कुरामा चाहिँ कुरा गरिरहेको छौँ अहिले। भएको कम्पनीमा चाहिँ अनि अर्को कुरा एभरेजिङ धेरै नगर्नुहोस्। तपाईँ यो साइड बजारमा चाहिँ आज अलिक तल आयो, अलि थोरै थप्छु भनेर नगर्नुहोस्। र अर्को मनी म्यानेजरको कुरामा चाहिँ अरू धेरैवटा कुरा हुन्छन्। त्यसमा चाहिँ तपाईँको लोन लिएर नहाल्नुहोस् होइन, झन् सापट लिएर नहाल्नुहोस्, त्यसले झन् स्ट्रेस दिन्छ। आफ्नो लोनको पैसा छ भने त्यसलाई घटाउनुहोस् होइन। आफ्नो क्यास मात्रै छ भने आफ्नो क्यास र कति तपाईँले होल्ड गर्न सक्नुहुन्छ आफ्नो पर्सनल जुन खर्चहरू हुन्छ त्यसलाई चाहिँ निकालेर राख्नुहोस् पहिला। त्यो भयो भने झन् अलिकति हामीले फोर्सफुल्ली सेल गर्न नपर्ने अवस्था हुन्छ। र यो भयो पोर्टफोलियो म्यानेजमेन्ट। र यो पोर्टफोलियो म्यानेज भइसकेपछि तपाईँको थोरै क्यास राखेर राम्रो स्टक मात्रै पोर्टफोलियो राख्नुभयो भने त्यसपछि हाम्रो अर्को टपिकमा छ हामीले कसरी चाहिँ यो साइडवेज बजार अथवा घटिरहेको बजारलाई चाहिँ सदुपयोग गरेर नयाँ वाचलिस्टहरू कसरी तयार गर्ने त नेक्स्ट मुभको लागि। यो चाहिँ हामी अर्को यो टपिकमा कुरा गर्छौँ। यसमा चाहिँ हामीले कसरी नयाँ वाचलिस्टहरू तयार गर्छौँ भन्दाखेरि यो फोर्थ क्वार्टरको रिपोर्ट सबैको आइसकेको छ, कम्पनीहरूको सबै सेक्टरको राम्रो कम्पनीहरू चुज गर्ने, कसको डिभिडेन्ड क्यापेसिटी कति छ त्यो हेर्ने, अनि कुन कम्पनी त्यसमा पनि राम्रो कम्पनीमा कति बढी घटेको छ त्यो हेर्छौँ हामी। र त्यो कम्पनीहरूलाई चाहिँ वाचलिस्टमा राख्छौँ। र त्यो कम्पनीहरू चाहिँ अब बढ्दाखेरि चाहिँ तिनीहरू कम्पनीहरू बढ्ने चान्स एकदम हुन्छ, हाई हुन्छ। किन भन्दाखेरि हामीले धेरै राम्रो ग्रोथ गरेको, पहिलाको भन्दा राम्रो ग्रोथ गरेको र त्यो प्राइस पनि त्योभन्दा कममा भएको कम्पनीहरूलाई चाहिँ हेर्नुपर्छ। यस्तोमा चाहिँ हामीले गल्ती गर्ने कुराहरू चाहिँ कस्तो हुन्छ भने कुनै कम्पनी अहिले 2000मा थियो, अहिले घटेर 1000मा 800मा आयो भने चाहिँ त्यस्तो कम्पनी हेरेर आउँछौँ हामीले। त्यो कम्पनी चाहिँ अब बढ्दाखेरि 2000 त कसो नपुग्ला भनेर त्यस्तो वाचलिस्टमा राख्छौँ। तर त्यो गर्दा चाहिँ एकदम घाटा हुन्छ। र अर्को कुराहरू भनेको हामीले अहिले धेरैवटा कम्पनीमा देखेको छौँ, कम्पनीको स्टकको नाम नलिउँ, एक दिन सर्लक बढ्छ, 10% भन्दा माथि जान्छ, कारोबार पनि 2 लाख जति कारोबार भएको कम्पनी 5-6 लाख कारोबार हुन्छ। र त्यो दिन सबै हामी गएर किन्छौँ। तर त्यो किनेपछि अर्को दिनदेखि खातामा आउँदाखेरि चाहिँ फेरि 10% घाटा लागिसकेको हुन्छ। यो अहिले 3-4वटा कम्पनीहरू त्यस्तै भइसकेका छन् होइन, हाइड्रो पावर कम्पनीहरूमा। त्यस कारणले एक दिन वात्त भोलुमा आएर कारोबार भयो भने चाहिँ त्यसमा नजाने, त्यसबाट चाहिँ बच्नुपर्छ होइन। राम्रोसँग बजार बढेर राम्रो भोल्युमहरू बढ्न थाल्यो भने, कुनै सेक्टरमा बढ्न थाल्यो भने चाहिँ त्यसपछि हामी इन्ट्रो गर्नुपर्छ होइन। त्यसबाट पनि बचौँ। र अर्को कुरा भनेको हामीले नयाँ इन्भेस्टको लागि चाहिँ हजुरहरूलाई पनि यो जब यो फन्डामेन्टल त कहिले बढ्दैन भने जस्तो लाग्छ भने हामीले 5वटा स्टक सेलेक्सन गर्यो भने त्यसमा 2टा स्टक चाहिँ एकदम फन्डामेन्टली स्ट्रङ भएको कम्पनीहरू, ब्याङ्क अथवा डेभलपिङ ब्याङ्क, म्यानुफ्याक्चरिङहरूबाट लिन सक्छौँ भने अर्को 2टादेखि 3टा कम्पनी चाहिँ कस्तोमा लिन सक्छौँ भने फन्डामेन्टल त्यति स्ट्रङ नभए पनि एकदम टप टर्नओभरमा आउने र टप भोल्युममा कारोबार हुने कम्पनीहरू चाहिँ हामीले हेर्न सक्छौँ। त्यो हुँदा चाहिँ त्यो पनि एक दिन मात्रै भोल्युम आएर हुँदैन कि, राम्रो 2-3 दिनसम्म चाहिँ टप ब्रोकरकोबाट बाई भइरहेको छ, टप भोल्युममा आइरहेको छ, टप टर्नओभरमा आइरहेको छ भने चाहिँ त्यस्तो कम्पनी किन्न सक्छौँ। त्यसमा चाहिँ के फाइदा हुन्छ भन्दाखेरि हामीले टाइममा निस्किन सक्छौँ र घाटै भए पनि स्टप लस गरेर निस्किन सक्छौँ क्या। त्यसमा चाहिँ के टप टर्नओभर र टप भोल्युममा आउनेहरू चाहिँ ठुलो ब्रोकरहरूले, ठुलो इन्भेस्टरहरूले कारोबार गरेर हुन्छ। त्यो चाहिँ उनीहरूले निस्किनको लागि पनि बजार घट्यो भने पनि हल्का बढाउने हुन्छन् र कारोबार धेरै हुने भएपछि हामीले राम्रो क्वान्टिटी किन्नेको छौँ भने पनि हामीले टाइममा निस्किन सक्छौँ। त्यस कारणले हामीले त्यो पछि बढ्दाखेरिको केसमा यो कुरा गरिरहेको मैले जुन नयाँ बाईको लागि चाहिँ त्यसरी हामीले यो अझै ठान्न सक्छौँ। धेरैवटा स्टक नहेरिकन थोरै टप टर्नओभर, टप भोल्युममा आउने कम्पनीहरू र थोरै चाहिँ नेप्सेमा अहिले फोर्थ क्वार्टरको रिपोर्ट आइसकेपछि राम्रो फन्डामेन्टल रिपोर्ट निकालेका, राम्रो बुक भ्यालु भएका, राम्रो डिभिडेन्ड दिन सक्ने क्यापेसिटी डिपिएस हाई भएका कम्पनीहरू चाहिँ हेऱ्यौँ भने हामीले घाटा कम गर्न सक्छौँ र राम्रो प्रफिट पनि गर्न सक्छौँ। र त्यो हजुरलाई मेरो भिडियो राम्रो लाग्यो कि नराम्रो लाग्यो त्यसमा कमेन्ट पनि गर्नुहोला। र आगामी दिनहरूमा यस्तै हजुरहरूलाई यस्तै यो जानकारीमूलक भिडियो ल्याउने